तपाईहरुले कफी धेरैले खाइराख्नु भएको छ, तर कतिपयलाई चाहिँ कफीको बोट कस्तो हुन्छ, कफीले कस्तो फल्छ भन्ने कुरो चाहिँ थाहा नहुन सक्छ। तपाईहरुको लागि चाहिँ मैले यो भिडियो देखाउन लागिरहेको हो। भिडियोमा चाहिँ कफीले चाहिँ कफीको बोट, कफीको पातहरु चाहिँ यस्तो हुन्छ अनि कफीले चाहिँ यसरी फल्छ। कफीको दाना चाहिँ यसरी लाग्छ। यही दानाहरुलाई चाहिँ टिपेर पछि चाहिँ प्रशोधन गरेर चाहिँ कफीहरु चाहिँ प्याकिङ गरेर तयार गरिन्छ र विभिन्न चाहिँ बजारहरुमा चाहिँ अब कफी पठाउने गरिन्छ। यो चाहिँ कफीको दाना हो। कफी यसरी पाक्छ। यो चाहिँ कफी सुकिसकेको छ है। सुकिसकेको कफीहरु चाहिँ यस्तो छ। यसै दानालाई चाहिँ टिपिन्छ र प्रशोधन गरिन्छ।